सन्चै हुनुहुन्छ। आज चाहिँ म तपाईँलाई बेङ्गलोरकै हामी बस्ने ठाउँको वरिपरिको ठाउँहरू देखाउँछु। यतातिर घरहरू, यहाँका मान्छेहरू, यहाँ गाईहरू यस्तै यहाँ कचराहरू खाइरहेछन्। यसो हामी पनि घुमफिर गर्दै अहिले हामी डाँडातिर अहिले एकैछिन यहाँनिर मन्दिर आउँछ होइन, अय्यप्पा टेम्पल। तपाईँलाई म मन्दिर देखाउँछु अहिले अय्यप्पा टेम्पल। र यहाँको यो रोड र गण्डकी यस्तो धेरै छ नि, हेर्नु है म तपाईँलाई। त्यो पछाडि जो भाइ भाइ गरेर गऱ्यो त्यो कुन दिन मर्छ हेर्ने, रोड यस्तो गन्दगी छ। यो हालत हेरेर त यस्तो पर्छ गनाउँछ लास्टै। कस्तो चित्र कस्तो गनाउँछ यहाँ होइन, लास्टै गनाउँछ होइन बाटोहरू। तर ठाउँ त एकदम राम्रो छ यहाँ। हेर्नु कति दामी घरहरू चिटिक्क परेको, मान्छेहरू पनि ठिकै छन्, राम्रै छन्, मान्छेहरू पनि चिटिक्क छन्, राम्रै देखिन्छन् होइन। त्यही हो, अब बेङ्गलोर हेर्नमा जति राम्रो छ होइन, त्यति धेरै यो ठाउँमा महँगाइ पनि छ। महँगाइ त कुरै नगरौँ। जय कार्तिके भगवान्। चाहिँ अहिले त्यही अय्यप्पा टेम्पल अगाडि नै छु होइन। यो भनेको यही हो अय्यप्पा टेम्पल होइन, यहाँ यही हो, यहाँ कार्तिके भगवान्को अय्यप्पा टेम्पल। र यो मन्दिरलाई नै यहाँ अय्यप्पा टेम्पल भन्छ यहाँ कन्नडामा। र बेङ्गलोरमा कार्तिकेयलाई चाहिँ, कार्तिके भगवान्लाई चाहिँ अय्यप्पा भन्दो रहेछ होइन। अनि तपाईँहरूको ठाउँतिर र आफ्नो ठाउँमा के भन्छन् कमेन्ट गर्न चाहिँ, कमेन्ट गर्नु चाहिँ जरुर पक्कै गर्नु होला के भन्छन् भनेर चाहिँ। अहिले चाहिँ हामी एउटा मोड लियौँ, मोड लिइसकेपछि चाहिँ अहिले टक्क यतातिर पुग्यौँ। पछाडि एकजना साउथ अफ्रिकन दाइ हुनुहुन्छ एक्टिभामा। ठिक छ, मान्छे कालो भयो भने अनुहार परेको र दाँत पनि सेतो हुन्छ, हि गर्दा अनुहार कालोहरू दाँत हि गर्दा किलिक्क पल्केको हुन्छ होइन, राम्रै हुन्छ। ल हामीले धेरै बेर घुम्यौँ, धेरै बेर। र यतातिर सानसाना बच्चाहरू चाहिँ यहाँ डगीसँग चाहिँ यहाँ सानो एउटा डगी छ। इसने छुपा के रखा है ना। और ये मेरे छोटे छोटे मेरे दोस्त लोग, हेलो बोलो, हेलो बोलो, हेलो बोलो सब, हेलो बोल, हेलो बोल, हेलो बोल, हजुर। ये देखो सब लोग हजुर हजुर बोलते हैं। सबको मैं यहाँ पर नेपाली सिखा रहा हूँ है ना, सीखना धीरे धीरे ठीक है। और कुत्ते को देखने आया था, यहाँ पर कुत्ता नहीं है। अरे रामा आयो रामा। आज चाहिँ म बेङ्गलोरमा लगभग आएको 3 महिना जति भइसक्यो होइन। हामीले चाहिँ यहाँ आफ्नो कामको सिलसिलामा काम गर्ने ठाउँ हो। अनि फाइनल हामीले चाहिँ यहाँ पुग्यौँ। यो चाहिँ मेरो छोटो दोस्त शिवराज, हेलो बोल्ला। ये चाहिँ शिवराज अपना दोस्त है। शिवराज को मैं नेपाली सिखा रहा हूँ। मेरा नाम क्या है पता है? राज। मेरा नाम राज है, इनको पता है। और इसका नाम विशाल है। और मैं विशाल का कौन है? पता? अब मैं शिवराज को बोलता हूँ कि अभी शिवराज मेरे इधर दोस्त है। शिवराज को अभी नेपाली सॉन्ग तो नहीं आता, हिंदी सॉन्ग आता है। हिंदी सॉन्ग एक अच्छा सा सॉन्ग सुनाओ। कन्नड़ा सॉन्ग चलो। कन्नड़ा सॉन्ग पल 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 हर पल हर पल। जीना मुहार है ना तेरे बिना, सारे नशे बेकार मेरी आंखों के सिवा, करके जा जाना रहता मेरे इंतजार, रहता ख्वाबों में कान करके 16 सिंगार। अब क्यों होश में आता नहीं, सुखों से दिल क्यों पाता नहीं, तू जोड़ खुद से जोड़े प्लीज सोनिया युट्टे शर्म छुपाना, तेरी जान क्या कहने।